नमस्कार साथीहरू, आजको कथामा सबैजनालाई स्वागत छ। साथीहरू, सबिता अन्तीलाई चिखेको कथा आज सुनाउने छु। साथीहरू, हेटौँडाबाट सुजितले यो कथा पेठाउनु भएको छ। म आज सुजित दाईको कथा तपाईहरूलाई सुनाउने छु। साथीहरू, च्यानलमा पहिलो चोटि आउनु भएको छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गर्नुहोला। ल साथीहरू, सुरु गरौँ। मेरो नाम सबिता हो। मेरो घर वीरगञ्ज बस पार्कमा छ। मेरो बुवा चाहिए बित्नु भएको छ र आमा अहिले हुनुहुन्छ। मेरो ठुलो दाई प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ अनि सानो बहिनी कलेज पढ्छे। मेरो उमेर 21 वर्ष कटेर 22 वर्षमा अहिले प्रवेश गरिएको छु। मेरो बिहे पोहोर साल भयो। मेरो बिहेको 6 महिना बितेपछि मेरो पति विदेश जानुभयो। म पनि वीरगञ्जको कम्पनीमा काम गर्नको लागि जोइन गरे। घरमा एक्लै बसाइ राम्रो लाग्दैन अनि समय बिताउन धेरै गाह्रो हुन्थ्यो। त्यसले म कम्पनी जोइन गरे। कम्पनीमा काम गर्न जान आउनमा मलाई गाह्रो हुन्थ्यो। मैले नजिकैमा घर भाडामा लिएर बस्न थाले। नयाँ घरमा मलाई बसेको करिब 6 महिना भयो। मेरो पतिले कहिलेकाहीँ म सब फोन गरेर कुरा गर्नुहुन्थ्यो। जब मलाई फ्री समय मिल्थ्यो भने उहाँलाई समय मिल्दैन थियो। म गरौँ त के गरौँ, यस्तै मेरो एक्लो विद्यार्थी जीवन जस्तै बितिरहेको थियो। कहिलेकाहीँ उहाँ फोन गरेर फोनमा यस्तो यस्तो कुरा भन्नुहुन्थ्यो कि मलाई माल खान मन लाग्थ्यो। तर के गर्ने, समयले मलाई कहाँबाट कहाँ पुर्यायो। खै केही छैन। मेरो रुमको छेउमा राकेश नामको केटा बसिरहेको थियो। उसले मलाई कहिले भाभी त कहिले अन्टी भनेर बोलाउन थियो। मैले पनि उसक बोल्थिए। ऊ हेर्नमा एकदम राम्रो स्वभावको। उसको हाइट 6 फिट 4 इन्च र बडी भएको। कपाल हिरो स्टाइलमा राखेको थियो। उसले मलाई मनमा नै मन पराइरहेको थियो। म पनि उसलाई मन पराइरहेको थिएँ। तर उनै मलाई भन्थ्यो न, म उसलाई भन्थिए। उसको मेरो सामु हेर्ने आँखाको नजरले म उसलाई थाहा पाउँथे। एक दिन मेरो रुमको बत्ती बिग्रेको थियो। म उसलाई बोले। एकचोटि मैले भने, राकेश। उसले भने, हजुर। म हाजिर छु। के भएछ हजुर? तपाईको काममा एकचोटि आवाज दिएमा म आइहाल्छु। उसको मनमा थियो। मैले उसलाई कब र कहिले आफ्नो सामान खियाऊ भने आशमा पनि थिए। उसले आयो मेरो रुममा। म पनि मेक्सी लगाएको थिएँ। मेरो सबै सामान हेर्ने गरी मैले उसलाई बोलाए थिएँ। मेरो सामान हेर्नको लागि बत्ती बिगिरहेको बहानामा उसले आयो मेरो रुममा। मैले भने, यो भित्ताको बल्ब बलिरहेको छैन। उसले भने, यो बल्ब त बनाइदिन्छु। मेरो बल्ब कहिले तपाईँ चार्ज गर्नुहुन्छ? मैले अलि मुस्काएर भने, तिम्रो बल्ब छिटो चार्ज हुन्छ, जहिले तिम्रो इच्छा। उसले भने, मलाई अहिले नै चार्ज गरिदिनु भएमा ठिक हुन्थ्यो। मलाई पर्खनु राम्रो लाग्दैन। मैले भने, हुन्छ। पछि पहिला मेरो भित्ताको बल्ब बनाऊ। उसले सिडी मगाए। मैले सिडी लगाइदिए। भने, तिमी माथिबाट हेरेर गर। जब उसले माथि सिडीमा चढेर बल्बलाई समातेर खोलिरहेको थियो, उसले माथिबाट तल हेर्दा मेरो बुबु देखिन थियो। उसले मेरो बुबुलाई माथिबाट हेरिरहेको थियो अनि भनिरहेको छ, कति राम्रो हजुरको बल रहेको छ। म उसको कुरालाई बुझिरहेको थियो। उसले बललाई समातेर बिस्तारै बिस्तारै नचाई खोलिरहेको थियो। मैले भने, छिटो छरितो खोल्नु न, किन ढिलो गरी राख्नु भएको छ? उसले भने, यो बल जुन कम्पनीले बनाएको होला, कति राम्री र कति सुन्दर डिजाइन गरेको रहेछ। यसलाई बिस्तारै खोलनमा जति मजा आउँछ त्यति छिटो छरितो खोल्दा मेरो झरिहाल्छ। मैले उसको कुरा सुनेर हाँस्न थाले। उसले भने, किन हजुर हाँस्नु भएको छ? तपाईँ त बुझ्नु भइराख्नु भएको छ कि म हजुरलाई बिस्तारै बुझाऊ? मैले भने, नै हुन्छ। मैले बुझे। तिम्रो कुरा बुझेर त म हाँसिरहेको छु। उसले बललाई खोलेर नयाँ बल लगाइदिए अनि बिस्तारै सिडीबाट तल आए। तल झरेर मेरो कम्मर समातेर उसले एउटा किस खाइदिए। मैले भने, यो के हो? बल बनाएको रुपैयाँ हो के?
उसले भने बल लगाएको त अरू हुन्छ, यो मात्र टेलर हो। मैले भने होइन, मेरो अरू काम छ, तिमी बाहिर जाऊ मेरो रुमबाट। मैले भनेर उसलाई निकालिदिए। उसले बाहिर गए। त्यस दिन बेलुका म किचनमा एक्लै खाना बनाइरहेको थिएँ। उसले अन्टी अन्टी भनेर पछाडिबाट आएर मेरो रुममा समातेछ। मैले भने छिटो मलाई छोडिदेऊ नत्र कोही आइहाल्छ। है, उसले भने कोही आउँदैन। मैले किचनको ढोका बन्द गरिदिएको छु। उसले मलाई किचनमा पछाडिबाट मेरो बुबु समातेर मिसकन थाले। मेरो मन पनि थियो। मेरो सामानमा लाडो झिरेको कति महिना भएको थियो। मैले उसलाई भने म खाना पकाइहालेपछि तिमी मेरो रुममा रातभरि बस्ने। उसले भने होइन, मलाई बिहानदेखि मेरो बल चार्ज भएको छैन, म अहिले अलिकति चार्ज गर्छु है। उसले मेरो बुबु मिसक्न थाले र मेरो गालामा उसले किस खान सुरु गरिदिए। मैले खाना पकाउन छोडिदिए अनि म पनि उसलाई किस खान सुरु गरिदिए। उसले उभि उभि किचनमालाई यताबाट उता पारिदिए। म त के गरौँ, म पनि उसलाई सहयोग गरिरहेको थिएँ। उसले मेरो बुबुलाई मिस्काउँदा मेरो बुबुको मुन्टा उभेर मेरो कपार फारेर बाहिर निक्लिहाल्छ जस्तो गर्थ्यो। मैले उसलाई जोरले समातिहालेको थिएँ। उसले मलाई पछाडिबाट समातेर मेरो मेक्सी बिस्तारै बिस्तारै उठाइरहेको थियो। उसको हात मेरो बुबुलाई छुँदा मेरो पुतीबाट सेतो चिप्लो पानी बग्न थाले। म पनि के गरौँ, चुपचाप लागेर उभिदिए। उसले मेरो कपडा तलबाट माथि कम्मरसम्म उठाएर मेरो कम्मरमा लगाएर कपडा बाँधिदिए। मेरो खुट्टाको रौ खडा भइहाल्यो। मेरो पुती एकदम रसाइहालेको थियो। उसको लाडो एकदम टाइट भएछ। म पनि उसको लाडोलाई समातेर अपडाउन गरेर चलादिए। उसले आफ्नो लाडोलाई मेरो पुतीतिर लगाएर सताएको थियो। मैले भने भित्र जिराऊ। उसले बिस्तारै मेरो पुतीमा सताई बाहिर निकाल्थ्यो। मेरो पुतीको भित्र पुतली एकदम रसाइहालेको थियो। चिप्लो पानीले मेरो खुट्टामा सती तल झर्थ्यो। मैले उसको लाडोलाई हातले समातेर छिट्टै मेरो सामानमा बसाइदिए। उसले उभि उभि तलबाट जोरले हानिरहेको छ भने म त आहा आहा गरिराखे। मेरो पुतीमा जाँदा मलाई धेरैमा राम्रो लाग्थ्यो। मैले भने गरिराख है। उसले बिस्तारै मलाई निहुराइदिए, कुकुर कट जस्तै बनाइदिए अनि मेरो पछाडिको चाकबाट उसले लाडो झिराइदियो। म मेरो कहिले पछाडिबाट लाडो झिरेको थिएन। म त भने आज म मरिहाल्छु। राकेश, तिमी मलाई आज मार्छौ के हो जस्तै लाग्छ। उसले भने होइन, म त तपाईलाई राम्रो अनुभव होस् भनेर गरिरहेको छु। उसको लाडो 5 इन्चको मेरो सामानमा गएपछि मलाई त राम्रो लागिरहेको थियो। म पनि भने गर, छिटो छिटो गर, मेरो सामानलाई मजाले खाऊ आज है। उसले करिब 3 मिनेटपछि उसको माल झरिहाल्यो। मैले भने अहिले हात तिम्रो बल चार्ज भयो, तर मेरो सानो कान्छीले राम्रो सब चार्ज भएन। मैले भने पहिला खाना खाऊ, एकचोटि भयो, अब खाना खाएर आऊ। या मैले बनाइरहेको छु, सबै खाऊ अनि मलाई रातभरि खाऊ। उसले भने हो, आज म तपाईलाई रातभरि खान्छु। उसले मेरो सामानमा माल झारेको थियो। म बाथरुममा गएर सफा गरेर आएँ अनि बाँकीको खाना पकाएँ। सँगै राति हामी खाना खाए। उसले खाना खाएर बाहिर गएको रहेछ। बाहिरबाट बोलत किनेर ल्यायो अनि गिलासमा मेरो लागि अनि ऊ आफ्नो लागि एक पैक बनाएको रहेछ। म भने के हो, जुस हो भनेर खाऊ अन्टी खाऊ भनेको रहेछ। मैले भने होइन, म खाँदैन, तिमी मात्र खाऊ। उसले भने होइन, केही हुँदैन, तपाईँ पनि खानु। धेरै फोर्स गरियो। म उसको कुरा नकाटी एक पैक खाएँ। खाँदाखेरि मेरो गाला अग्नि जस्तै पोल्छ। मैले भने। उसले भने होइन, केही हुँदैन, खानु, बिस्तारै खानु। म पनि खाएँ। खाँदाखेरि मेरो मन एक पैक अरू खान्छ भन्ने सोच्थ्यो। उसले मेरो गिलासमा फेरि एक पैक बनाइदियो। म त्यसलाई पनि खाइदिएँ। मैले त्यो रातमा 4 पैक खाएँ। खाएपछि मलाई केही थाहा थिएन।
अब के हुन्छ कि हुँदैन है। उसले मात्र एक पैक खाएको रहेछ। म खाएपछि तै ढलिहाले। उसले मलाई ओछ्यानमा लागेको रहेछ। मलाई बोतलको जोसमा धेरै गर्मी भइरहेको थियो। उसले मेरो सबै कपडा हटाइदियो। मेरो अन्डरवेयर च्यातिदियो। मेरो बुबुको कपडा पनि च्यातिदियो। अनि उसले आफ्नो पाइन्ट खोलेर मेरो माथिबाट उसको लाडो जिराइरहेको थियो। मेरो सामानभित्र उसको माल गयो। मेलै जोरले कराउन लागे। उसले मेरो मुख छ्याप्ने गरी दनादन लाडोले हानिरहेको छ। म पनि आहा मैया गरी बोल्थे। उसले मलाई जोरले लाडोले हान थियो। मेरो बुबु अपडाउन हुन्थ्यो। उसको लाडो मेरो सामानभित्र पुरै गएको रहेछ। म पनि उसको लाडो खाइरहेको थिएँ। करिब उसले माथिबाट 5 मिनेट मेरो सामान खाएको थियो। अनि अर्को चोटि म उसलाई तल सुताइदिए। उसको लाडोको माथि म आफ्नो सामान राखी अप डाउन गरिरहेको थिएँ। उसको माल मेरो सामानमा पुरै खान्छ। मैले अप डाउन अगाडि अलि पछाडि गरी उसको लाडो मेरो सामानभित्र हिलाइ डोलाइ गरिरहेको थिएँ। करिब म 10 मिनेट जति गरेँ पनि उसको पुसी झरेन। फेरि उसले अब मलाई पछाडि पेटको भरमा सुताइदियो। म पनि सुतिदिएँ। अनि मेरो गोलो चाकमा उसको लाडो सटाएर गोलो हान्थाले। मेरो डाइरेक्ट सामानभित्र उसको लाडो गइरहेको थियो। कहिले काहीँ मेरो चाकमा पनि उसको लाडो जाँदै थियो। मेरो चाक फुट्छ भनी म कराउँथे। उसले सोगरी भनेर मेरो सामानमा जिराउँथे। मेरो पुती र चाकको डिस्टेन्स अलि मात्र फरक हुन्छ। कहिले काहीँ पुतीमा नजिरेर चाकमा जिर्थे। उसले मेरो पुतीबाट सेतो चिप्लो पानीको नदी बगायो। मेरो खुट्टा थरथराउन थाले। म उसको लाडोलाई आफ्नो पुतीभित्र टाइट गरी माल झराउने कोसिस गर्थे। तर पनि उसको माल झरिरहेको थिएन। लगभग 15 मिनेट जति गर्यो। अनि बल उसको माल झरेको रहेछ। त्यसपछि मैले उसको लाडोलाई समातेर मसाज गर्न थाले। फेरि उसको लाडो उभिए तयारी भइहाल्यो। उसले मेरो बुबुको दुध खान थाले। मेरो बुबुको मुन्टा एकदम टाइट बनाइदियो। मेरो सामानमा उसको लाडो जिराइदिए। अनि हान्न थाले। म पोह गरी मलाई आनन्द आइरहेको थियो। पनि उसको लाडोलाई घरिघरि मसाज गरिदिन्थे। अनि उसको लाडो उभिएर मेरो पुतीलाई घपाघप हानिरहेको थियो। म आज राति बोलतको जोसमा के भने मलाई थाहै छैन। जे भए पनि राम्रो भयो। त्यस राति उसले मेरो बुबु र पुती एकदम मनभर खाएको रहेछ। अनि त्यस दिनदेखि मेरो पुती उसको लागि भयो। अनि जब मन मेरो हुन्थ्यो लाडो खानलाई, म उसको लाडो खान्थ्यो। उसले पनि मेरो सामान खान थियो। यसरी हामीहरूको दिनचर्या बितिरहेको थियो। साथीहरू, यहाँसम्म सम्पूर्ण भिडियो हेर्नुभएकोमा हजुरलाई मुरी धन्यवाद। साथीहरू, भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरी सहयोग गर्नुहोला। नमस्कार साथीहरू, आजको कथामा सबैजनालाई स्वागत छ। साथीहरू, सबिता अन्टीलाई चिखेको कथा आज सुनाउने छु। साथीहरू, हेटौँडाबाट सुजितले यो कथा पेठाउनु भएको छ। म आज सुजित दाईको कथा तपाईहरूलाई सुनाउने छु। साथीहरू, च्यानलमा पहिलो चोटि आउनु भएको छ भने भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरी सपोर्ट गर्नुहोला। ल साथीहरू, सुरु गरौँ। मेरो नाम सबिता हो। मेरो घर वीरगञ्ज बस पार्कमा छ। मेरो बुवा चाहिए बित्नु भएको छ र आमा अहिले हुनुहुन्छ। मेरो ठुलो दाई प्राइभेट कम्पनीमा काम गर्नुहुन्छ अनि सानो बहिनी कलेज पढ्छे। मेरो उमेर 21 वर्ष कटेर 22 वर्षमा अहिले प्रवेश गरिएको छु। मेरो बिहे पोहोर साल भयो। मेरो बिहेको 6 महिना बितेपछि मेरो पति विदेश जानुभयो। म पनि वीरगञ्जको कम्पनीमा काम गर्नको लागि जोइन गरेँ। घरमा एक्लै बसाइ राम्रो लाग्दैन अनि समय बिताउन धेरै गाह्रो हुन्थ्यो। त्यसले म कम्पनी जोइन गरेँ। कम्पनीमा कम गर्न जान आउनमा मलाई गाह्रो हुन्थ्यो। मैले नजिकैमा घर भाडामा लिएर बस्न थालेँ। नयाँ घरमा मलाई बसेको करिब 6 महिना भयो।
मेरो पतिले कहिलेकाहीँ म सब फोन गरेर कुरा गर्नुहुन्थ्यो। जब मलाई फ्री समय मिल्थ्यो भने उहाँलाई समय मिल्दैन थियो। म गरू त के गरू? यस्तै मेरो एक्लो विद्यार्थी जीवन जस्तै बितिरहेको थियो। कहिलेकाहीँ उहाँ फोन गरेर फोनमा यस्तो यस्तो कुरा भन्नुहुन्थ्यो कि मलाई माल खान मन लाग्थ्यो। तर के गर्ने, समयले मलाई कहाँबाट कहाँ पुर्यायो। खै केही छैन। मेरो रुमको छेउमा राकेश नामको केटा बसिरहेको थियो। उसले मलाई कहिले भाबी त कहिले अन्टी भनेर बोलाउन थियो। मैले पनि उसक बोल्थिएँ। ऊ हेर्नमा एकदम राम्रो स्वभावको। उसको हाइट 6 फिट 4 इन्च र बडी भएको। कपाल हिरो स्टाइलमा राखेको थियो। उसले मलाई मनमा नै मन पराइरहेको थियो। म पनि उसलाई मन पराइरहेको थिएँ। तर उनै मलाई भन्थ्यो। न म उसलाई भन्थिएँ। उसको मेरो सामु हेर्ने आँखाको नजरले म उसलाई थाहा पाउँथे। एक दिन मेरो रुमको बत्ती बिग्रेको थियो। म उसलाई बोले। एकचोटि मैले भने राकेश। उसले भने हजुर। म हाजिर छु। के भएछ हजुर? तपाईको काममा एकचोटि आवाज दिएमा म आइहाल्छु। उसको मनमा थियो। मैले उसलाई कब र कहिले आफ्नो सामान खियाऊ भने आशमा पनि थिए। उसले आयो मेरो रुममा। म पनि मेक्सी लगाएको थिएँ। मेरो सबै सामान हेर्ने गरी मैले उसलाई बोलाए थिएँ। मेरो सामान हेर्नको लागि बत्ती बिगिरहेको बहानामा उसले आयो मेरो रुममा। मैले भने यो भित्ताको बल बलिरहेको छैन। उसले भने यो बल त बनाइदिन्छु। मेरो बल कहिले तपाईँ चार्ज गर्नुहुन्छ? मैले अलि मुस्काएर भने तिम्रो बल छिटो चार्ज हुन्छ। जहिले तिम्रो इच्छा। उसले भने मलाई अहिले नै चार्ज गरिदिनु भएमा ठिक हुन्थ्यो। मलाई पर्खनु राम्रो लाग्दैन। मैले भने हुन्छ। पछि पहिला मेरो भित्ताको बल बनाऊ। उसले सिडी मगाए। मैले सिडी लगाएर लगाइदिए। भने तिमी माथिबाट हेरेर गर। जब उसले माथि सिडीमा चढेर बललाई समातेर खोलिरहेको थियो, उसले माथिबाट तल हेर्दा मेरो बुबु देखिन थियो। उसले मेरो बुबुलाई माथिबाट हेरिरहेको थियो। अनि भनिरहेको छ, कति राम्रो हजुरको बल रहेको छ। म उसको कुरालाई बुझिरहेको थियो। उसले बललाई समातेर बिस्तारै बिस्तारै नचाई नचाई खोलिरहेको थियो। मैले भने छिटो छरितो खोल्नु न, किन ढिलो गरी राख्नु भएको छ? उसले भने यो बल जुन कम्पनीले बनाएको होला, कति राम्री र कति सुन्दर डिजाइन गरेको रहेछ। यसलाई बिस्तारै खोलनमा जति मजा आउँछ त्यति छिटो छरितो खोल्दा मेरो झरिहाल्छ। मैले उसको कुरा सुनेर हाँस्न थाले। उसले भने किन हजुर हाँस्नु भएको छ? तपाईँ त बुझ्नु भइराख्नु भएको छ कि म हजुरलाई बिस्तारै बुझाऊ? मैले भने नै हुन्छ। मैले बुझे। तिम्रो कुरा बुझेर त म हाँसिरहेको छु। उसले बललाई खोलेर नयाँ बल लगाइदिए। अनि बिस्तारै सिडीबाट तल आए। तल झरेर मेरो कम्मर समातेर उसले एउटा किस खाइदिए। मैले भने यो के हो? बल बनाएको रुपैयाँ हो के? उसले भने बल लगाएको त अरू हुन्छ। यो मात्र टेलर हो। मैले भने होइन, मेरो अरू काम छ। तिमी बाहिर जाऊ मेरो रुमबाट। मैले भनेर उसलाई निकालिदिए। उसले बाहिर गए। त्यस दिन बेलुका म किचनमा एक्लै खाना बनाइरहेको थिएँ। उसले अन्टी अन्टी भनेर पछाडिबाट आएर मेरो रुममा समातेछ। मैले भने छिटो मलाई छोडिदेऊ नत्र कोही आइहाल्छ। है। उसले भने कोही आउँदैन। मैले किचनको ढोका बन्द गरिदिएको छु। उसले मलाई किचनमा पछाडिबाट मेरो बुबु समातेर मिसकन थाले। मेरो मन पनि थियो। मेरो सामानमा लाडो झिरेको कति महिना भएको थियो। मैले उसलाई भने म खाना पकाइहालेपछि तिमी मेरो रुममा रातभरि बस्ने। उसले भने होइन, मलाई बिहानदेखि मेरो बल चार्ज भएको छैन। म अहिले अलिकति चार्ज गर्छु है। उसले मेरो बुबु मिसक्न थाले र मेरो गालामा उसले किस खान सुरु गरिदिए। मैले खाना पकाउन छोडिदिए। अनि म पनि उसलाई किस खान सुरु गरिदिए। उसले उभि उभि किचनमा लाई यताबाट उता पारिदिए। म त के गरू, म पनि उसलाई सहयोग गरिरहेको थिएँ।
उसले मेरो बुबुलाई मिस्काउँदा मेरो बुबुको मुन्टा उभेर मेरो कपार फारेर बाहिर निक्लिहाल्छ जस्तो गर्थ्यो। मैले उसलाई जोरले समातिहालेको थिएँ। उसले मलाई पछाडिबाट समातेर मेरो मेक्सी बिस्तारै बिस्तारै उठाइरहेको थियो। उसको हात मेरो बुबुलाई छुँदा मेरो पुतीबाट सेतो चिप्लो पानी बग्न थाले। म पनि के गरूँ, चुपचाप लागेर उभिदिए। उसले मेरो कपडा तलबाट माथि कम्मरसम्म उठाएर मेरो कम्मरमा लयाएर कपडा बाँधिदिए। मेरो खुट्टाको रौ खडा भइहाल्यो। मेरो पुती एकदम रसाइहालेको थियो। उसको लाडो एकदम टाइट भएछ। म पनि उसको लाडोलाई समातेर अपडाउन गरेर चलादिए। उसले आफ्नो लाडोलाई मेरो पुतीतिर लयाएर सताएको थियो। मैले भने भित्र जिराऊ। उसले बिस्तारै मेरो पुतीमा सताई बाहिर निकाल्थ्यो। मेरो पुतीको भित्र पुतली एकदम रसाइहालेको थियो। चिप्लो पानीले मेरो खुट्टामा सती तल झर्थ्यो। मैले उसको लाडोलाई हातले समातेर छिट्टै मेरो समानमा बसाइदिए। उसले उभि उभि तलबाट जोरले हानिरहेको छ भने म त आहा गरिराखे। मेरो पुतीमा जाँदा मलाई धेरैमा राम्रो लाग्थ्यो। मैले भने गरिराख है। उसले बिस्तारै मलाई निहुराइदिए, कुकुर कट जस्तै बनाइदिए। अनि मेरो पछाडिको चाकबाट उसले लाडो जिराइदियो। म मेरो कहिले पछाडिबाट लाडो जिरेको थिएन। म त भने आज म मरिहाल्छु। राकेश, तिमी मलाई आज मार्छौ के हो जस्तै लाग्छ। उसले भने होइन, म त तपाईलाई राम्रो अनुभव होस् भनेर गरिरहेको छु। उसको लाडो 5 इन्चको मेरो समानमा गएपछि मलाई त राम्रो लागिरहेको थियो। म पनि भने गर, छिटो छिटो गर, मेरो समानलाई मजाले खाऊ आज। है। उसले करिब 3 मिनेटपछि उसको माल झरिहाल्यो। मैले भने अहिले हात तिम्रो बल चार्ज भयो। तर मेरो सानो कान्छीले राम्रो सब चार्ज भएन। मैले भने पहिला खाना खाऊ, एकचोटि भयो। अब खाना खाएर आऊ। या मैले बनाइरहेको छु, सबै खाऊ अनि मलाई रातभरि खाऊ। उसले भने हो, आज म तपाईलाई रातभरि खान्छु। उसले मेरो समानमा माल झारेको थियो। म बाथरुममा गएर सफा गरेर आए अनि बाँकीको खाना पकाए। सँगै राति हामी खाना खाए। उसले खाना खाएर बाहिर गएको रहेछ। बाहिरबाट बोलत किनेर ल्यायो अनि गिलासमा मेरो लागि अनि ऊ आफ्नो लागि एक पैक बनाएको रहेछ। म भने के हो, जुस हो भनेर खाऊ, अन्टी खाऊ भनेको रहेछ। मैले भने होइन, म खाँदैन, तिमी मात्र खाऊ। उसले भने होइन, केही हुँदैन, तपाईँ पनि खानु। धेरै फोर्स गरियो। म उसको कुरा नकाटी एक पैक खाएँ। खाँदाखेरि मेरो गाला अग्नि जस्तै पोल्छ। मैले भने। उसले भने होइन, केही हुँदैन, खानु, बिस्तारै खानु। म पनि खाएँ। खाँदाखेरि मेरो मन एक पैक अरू खान्छ भन्ने सोच थियो। उसले मेरो गिलासमा फेरि एक पैक बनाइदियो। म त्यसलाई पनि खाइदिएँ। मैले त्यो रातमा 4 पैक खाएँ। खाएपछि मलाई केही थाहा थिएन, अब के हुन्छ कि हुँदैन है। उसले मात्र एक पैक खाएको रहेछ। म खाएपछि त यही ढलिहाले। उसले मलाई ओछ्यानमा लागेको रहेछ। मलाई बोतलको जोसमा धेरै गर्मी भइरहेको थियो। उसले मेरो सबै कपडा हटाइदियो। मेरो अन्डरवेयर च्यातिदियो। मेरो बुबुको कपडा पनि च्यातिदियो। अनि उसले आफ्नो पाइन्ट खोलेर मेरो माथिबाट उसको लाडो जिरारहेको थियो। मेरो समानभित्र उसको माल गयो। मेलै जोरले कराउन लागे। उसले मेरो मुख छ्याप्ने गरी दनादन लाडोले हानिरहेको छ। म पनि आहा मैया गरी बोल्थे। उसले मलाई जोरले लाडोले हान्थ्यो। मेरो बुबु अप डाउन हुन्थ्यो। उसको लाडो मेरो समानभित्र पुरै गएको रहेछ। म पनि उसको लाडो खाइरहेको थिएँ। करिब उसले माथिबाट 5 मिनेट मेरो समान खाएको थियो। अनि अर्को चोटि म उसलाई तल सुताइदिए। उसको लाडोको माथि म आफ्नो समान राखी अप डाउन गरिरहेको थिएँ। उसको माल मेरो समानमा पुरै खान्छ। मैले अप डाउन, अगाडि अलि पछाडि गरी उसको लाडो मेरो समानभित्र हिलाइ डोलाइ गरिरहेको थिएँ।
करिब म 10 मिनेट जति गरे पनि उसको पुसी झरेन। फेरि उसले अब मलाई पछाडि पेटको भरमा सुताइदियो। म पनि सुतिदिए। अनि मेरो गोलो चाकमा उसको लाडो सटाएर गोलो हान्थाले। मेरो डाइरेक्ट समानभित्र उसको लाडो गइरहेको थियो। कहिले काहीँ मेरो चाकमा पनि उसको लाडो जाँदै थियो। मेरो चाक फुट्छ भनी म कराउँथे। उसले सोगरी भनेर मेरो समानमा जिराउँथे। मेरो पुती र चाकको डिस्टेन्स अलि मात्र फरक हुन्छ। कहिले काहीँ पुतीमा नजिरेर चाकमा जिर्थे। उसले मेरो पुतीबाट सेतो चिप्लो पानीको नदी बगायो। मेरो खुट्टा थरथराउन थाले। म उसको लाडोलाई आफ्नो पुतीभित्र टाइट गरी माल झराउने कोसिस गर्थे। तर पनि उसको माल झरिरहेको थिएन। लगभग 15 मिनेट जति गर्यो। अनि बल उसको माल झरेको रहेछ। त्यसपछि मैले उसको लाडोलाई समातेर मसाज गर्न थाले। फेरि उसको लाडो उभिए तयारी भइहाल्यो। उसले मेरो बुबुको दुध खान थाले। मेरो बुबुको मुन्टा एकदम टाइट बनाइदियो। मेरो समानमा उसको लाडो जिराइदिए। अनि हान्न थाले। म ओह गरी मलाई आनन्द आइरहेको थियो। पनि उसलो लाडोलाई घरिघरि मसाज गरिदिन्थे। अनि उसको लाडो उभिएर मेरो पुतीलाई घपाघप हानिरहेको थियो। म आज राति बोलतको जोसमा के भने मलाई थाहै छैन। जे भए पनि राम्रो भयो। त्यस राति उसले मेरो बुबु र पुती एकदम मनभर खाएको रहेछ। अनि त्यस दिनदेखि मेरो पुती उसको लागि भयो। अनि जब मन मेरो हुन्थ्यो लाडो खानलाई, म उसको लाडो खान्थ्यो। उसले पनि मेरो समान खान थियो। यसरी हामीहरूको दिनचर्या बितिरहेको थियो। साथीहरू, यहाँसम्म सम्पूर्ण भिडियो हेर्नुभएकोमा हजुरलाई मुरी धन्यवाद। साथीहरू, भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गरी सहयोग गर्नुहोला।